दर्शक महानुभावहरू यस हामी रानी महलमा त रानी पोखरी भन्नु नै हामी रानी महलमा आइसकेका छौँ बाटो पुरै ट्र्याक छ देखा त कराक अनि हामी रानी महलको दर्शन भन्दा पहिला हामी चाहिँ खोलाको दर्शन गरिन्छ दर्शन मात्रै गरिन्छ जस्तो छ खोलामा भित्र जान त सकिँदैन बगाउँछ हामीलाई खोला त छोयो भने पनि गाली गर्छन् घर मम्मीलाई त भन्न पनि हुन्न मार्नुहुन्छ तँलाई मैले खोला बन्द छ भनेको होइन भन्दै तर होइन त्यहाँ बसेर यस्तो खुट्टा चोप्न त मिल्छ खुट्टा चोप्ने जस्तो पनि छैन फोहोर चाहिँ कति फोहोर यो यस्तै हो गङ्गाजीको पानी केही छैन दाजु हेर यो खोलाबाट मान्छेहरू कोही आएको रहेछ केटी होइन तर जस्तो लाग्यो फोन त बिहान नै छ क्या होइन छिटो आएको हौ एक्लै बोलेको यार म गाई